I have got apple with me, so this cost me almost like 55 rupees for one 55 rupees. So yeah, let's go, let's taste it. Kosto hunde rahecha 55 rupees ko la. दामी छ, मतलब रस चाहिँ छ। रस चाहिँ दामी रहेछ एप्पलको, त्यही भएर मलाई 55 रुपियाँ लिएको यो मान्छेलाई। सो गाइज, आई हेभ समथिङ टु से टु यु गाइज। आई मिन लाइक, सी आई वर्क 9 to 5, मेरो 9 घन्टा काम हुन्छ। 5, 6, 7, 8, 9 घन्टा काम हुन्छ मेरो। क्याफेमा काम गर्छु एज अ म्यानेजर। एभ्रिथिङ इज फाइन, गोइङ गुड विथ गड ब्लेस होइन। तर like making video, lifting up my phone cameras, either like a camera, like walking down individually, यो चाहिँ मलाई गर्नु छ लाइफमा हमेसा। किनकि दिस इज समथिङ आई अलवेज ड्रिम्ड अफ के, भिडियो बनाउने, कन्टेन्ट क्रिएटर बन्ने। यो चाहिँ पहिल्यैदेखिको मेरो इट्स अ बिग ड्रिम के। अनि त्यही भएर हिजो एक दिन, आज एक दिन, यसो 2 days भयो कन्टिन्यू। त्यही भएर मैले म आफूलाई, क्यामेरा चाहिँ दामी छ मेरो iPhone 16 हो। त्यही भएर चाहिँ मैले चाहिँ आज च्यालेन्ज दिएको आफूलाई आजदेखिको कि म 30 days भिडियो हाल्छु भनेर। मतलब कि 1 महिनामा 1 दिन ग्याप नगरेर भिडियो हाल्छु। जस्तोसुकै भिडियो होस् तर म हाल्छु। चाहे म नुहाउँदैछु, हग्दैछु, डान्स गर्दैछु, जे गर्दैछु, वाट एभर एक्टिभिटिज आइम डुइङ विथ मी होइन, म अपडेट गर्नेछु। त्यही भएर चाहिँ मलाई यो भिडियो अपडेट गर्नु मन लागेको। अनि यहाँ तर मलाई कस्तो खालके हुन्छ नि, अपडेट गर्नु छ भिडियोहरू बनाएर कुन चाहिँ क्याटेगोरीमा, त्यो मेरो सबै दिमागमा छ। बट लाइक मलाई त्यो अहिले स्टार्ट गर्न सक्दैन, किनकि फर द्याट लाइक आई निड टु हेभ लट अफ लाइक people, like audience, like to come around and just watch होइन। त्यही भएर आई हेभ नो वान विथ मी राइट नाउ, किनकि एक्लै गर्दैछु म। त्यही भएर चाहिँ अलिक गाह्रो पर्छ। विच लाइक सम वान डे, एक दिन होला होइन। सो त्यसमा पुग्नु लागि चाहिँ आई हेभ टु किप अन गोइङ गाइज। सो द्याट्स वाइ लाइक त्यही भएर चाहिँ काम त हुँदै गर्छ, भिडियो बनाउँदै गर्छु भनेर चाहिँ म आएको के। त्यही भएर चाहिँ भिडियो अपडेट गर्छु भनेर ब्याक टु ब्याक। अनि गर्छु म। द्याट बिङ सेड गाइज, दिस अपडेट वाज लाइक, यो एप्पल यति एक्सपेन्सिभ छ भनेर चाहिँ 55 रुपिस इज एक्सपेन्सिभ के एउटा एप्पलको लागि। 55 रुपिस इज एक्सपेन्सिभ है एउटा एप्पलको लागि। त्यही भएर चाहिँ मैले अपडेट गरेको। अनि तपाईँलाई भन्नु मन थियो कि म आउने 30 daysमा एभ्री सिङ्गल डे म भिडियो हाल्छु भनेर। सो गाइज, जसले पनि मेरो भिडियो हेरेछ 5 views 10 views, जो पनि त्यो मान्छे लुकेर 5 views 10 views दिँदैछ मलाई, थ्याङ्क यू भेरी मच। आइम गोना मेक यु गाइज प्राउड one day. So see you guys.